तपाईँ हाम्रो बिचमा प्रभु यीशु ख्रीष्टले बोल्दै हुनुहुन्छ है। त्यहाँ चाहिँ हामी हेर्दै गर्दाखेरि उहाँ जाँदै गरौँ, अर्थात् उहाँ यरुशलेममा विभिन्न क्षेत्रमा सेवाकाई क्षेत्रमा जाँदै गर्दा एक दिन यस्तो ठाउँमा जानुभयो जहाँ कि मार्था र मरियम भन्ने एउटा गाउँमा जानुभएको छ। त्यो ठाउँमा जब मार्था भन्ने व्यक्तिले प्रभु येशू ख्रीष्टलाई म स्वागत सत्कार गर्नेछु, साँच्चै उहाँ मेरो ठाउँमा आउनुहुनेछ, मेरो घर बास्तामा आउनुहुन्छ, म उहाँलाई के गर्नेछु, साह्रै आनन्दित र साह्रै खुसी बनाउनेछु भन्ने एउटा ठुलो इच्छा थियो मार्थालाई। तर एक दिन उहाँ मार्था र मरियमको घर कहाँ पुग्नुभयो। अनि पुग्दै गर्दाखेरि जब उहाँ त्यो घरमा पुग्नुहुन्छ अनि पुगिसकेपछि मार्था यति खुसी हुन्छ, मैले चाहिँ उहाँलाई कसरी खुसी पार्न सक्छु। व्यापक थोकहरू है, मिठो मिठो प्रकारका खानाहरू, मिठो मिठो प्रकारको अनि त्यहाँ विभिन्न भोजहरूलाई तयार गर्दै उनको चाहिँ एकदम ठुलो इच्छा थियो, म त यति खुसी पार्छु उहाँले, म यति खुसी पार्छु कि जहाँसम्म अहिले कसैले पनि पारेको छैन। त्यो चाहिँ एउटा चाहना मार्थामा थियो। अनि ऊ चाहिँ एकदमै विचल्ली भयो, व्याकुल भयो। अनि कहीँबाट के ल्याउँछ, कहीँबाट के ल्याउँछ, विभिन्न किसिमका परिपाटीहरू चाहिँ उसले बनाउँदै के गर्दैछ, काममा अल्झिराखेको छ। स्पष्ट बाइबलमा लेखिएको छ। तर अनि जाँदै गराउँदा उहाँले एउटा गाउँमा पस्नु भएर मार्था नाम भएकी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन् र मरियम नाम भएकी तिनकी बहिनी थिइन्, तिनी येशूको पाउनेर बसेर उहाँको वचन सुन्दथिन्। आमेन। अनि यो वचन के भन्दाखेरि जब मार्थाले उहाँलाई स्वागत सत्कार गर्दै गर्दाखेरि, उहाँलाई चाहिँ खुसी पार्ने काम गर्दै गर्दाखेरि चाहिँ के हुँदै थियो भन्छ भने वचनले, अनि उनको बहिनी मरियम नाम भएकी बहिनी चाहिँ उहाँको पाउनिर बसेर चाहिँ अनि उहाँको शिक्षा, उहाँको वचन सुन्दै थियो। आमेन। अनि यो कुरा चाहिँ दिदीलाई देख्दाखेरि साह्रै दुःख लाग्यो। उसलाई यो थाहा छैन कि मैले के गर्दैछु त, मैले कुन कुरामा पहिलो प्राथमिकता दिँदैछु, त्यो कुरा मार्थालाई थाहा थिएन। तर यो कुरा थाहा थियो कि मैले येशू ख्रीष्टलाई कसरी मैले चाहिँ उहाँलाई स्वागत र प्रसन्न गराउन सक्छु, उहाँलाई मैले कसरी खुसी बनाउन सक्छु, यो कुरामा उनको चाहिँ ध्यान केन्द्रित थियो। तर उनको बहिनीप्रति उनलाई चाहिँ के थियो, दाह उत्पन्न भयो। उनले त्यो सहन सकेन। अरे मैले यत्रो काम गर्दैछु त, मैले यत्रो चाहिँ विभिन्न कामहरू गराउँदैछु, विभिन्न चाहिँ चिजका खानेकुराहरू बनाउँदैछु, तर मेरो बहिनी किन मेरो कुरा सुन्दैन, किन ऊ चाहिँ काम गर्दैन, किन उसले मलाई चाहिँ सहयोग गर्दैन भनेर ऊ चाहिँ एकदम व्याकुल भयो। अनि आफै एकदमै गरिरहेको छ, त्यो बाइबल त्यही भन्दछ है। तर त्यो कुरा उसले येशू कहाँ आएर पुग्न लाग्यो। अनि तर मार्था सेवा सत्कारमा धेरै काममा अल्झिकी थिइन्। तिनले येशू कहाँ आएर भनिन्, प्रभुजी मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्, तर वास्ता राख्नुहुन्छ भने त्यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। अनि त्यो गुनासो बहिनीलाई भइन नसकिकन उसले भन्दैछ, येशू सायद तपाईँ जान्नुहुन्छ, तपाईँले मैले सत्कार गर्दै गर्दाखेरि, स्वागत गर्दै गर्दाखेरि मलाई उसले एक्लो बनाएको छ, यदि तपाईँ जान्नुहुन्छ भने मलाई भनिदिनुहोस्, किनभने उसले पनि मलाई सघाओस्। अनि यो जिज्ञासा जब येशूले सुन्नुहुन्छ, उहाँको मन एकदम व्याकुल हुन्छ। साँच्चै आज यो खानेकुराप्रति, साँच्चै यो बस्ने कुराप्रति, साँच्चै यो कुराप्रति यति चाहिँ ध्यान केन्द्रित छ, स्वागतप्रति यति उत्साहित छ, तर यो वचनप्रति किन भएको छैन है। आज यो वचनले यही कुरा सिकाउँछ हामीलाई। कतिपटक प्रेममा हामी स्वागत सत्कारका कुरामा धेरै अगाडि बढ्छौँ, अर्कालाई एकदमै खुसी बनाउनको निम्ति, अर्कालाई एकदमै धेरै उच्च बनाउने निम्ति हामी धेरै कोसिस गर्छौँ, सङ्घर्ष गर्छौँ, तर हामी कसरी गरिरहेका छौँ त्यो चाहिँ महत्त्वपूर्ण छ है। आज त्यो ठाउँमा जहाँ येशू ख्रीष्ट आफै जानुभएको ठाउँमा त्यो कुराले मार्थालाई एकदम व्याकुल बनाएको छ कि मैले कसरी खुसी बनाउन सक्छु। आज प्रिय मण्डली, आज तपाईँ र हामी पनि केही कुरामा एकदमै अल्झिन्छौँ, त्यहाँ केही कुरामा हामी एकदमै अशान्ति हुन्छौँ। जब हामी आफ्नो वातावरण, आफ्नो भूगोलमा हिँड्दै गर्दाखेरि, बस्दै गर्दाखेरि हामीलाई हरेक कुराले चाहिँ हामीलाई चाहिँ के गर्छ, बिताउँछ है। तर हामी जब कुनै कुराको उत्साहको लागि अथवा हामी कुनै वासस्थानको लागि है, यदि हामीसँग घरहरू छैन, हामी कोठाहरू बस्छौँ भने हामीलाई एकदमै घरको चाहिँ के हुन्छ, एकदम आवश्यक हुन्छ।
यदि हामी घरमा छौँ भने हामीलाई अझै ठुलो महलको आवश्यक हुन्छ। हामी राम्रो घरमा बस्छौँ भने हामीलाई चाहिँ गाडीको आवश्यक हुन्छ। जहाँ साइकलमा हिँड्ने व्यक्तिलाई चाहिँ उसलाई चाहिँ गाडीको आवश्यकता हुँदछ। तर हामी यो जाने कुराहरूप्रति हामी एकदम चाहिँ व्याकुल हुन्छौँ। तर यसुले भन्नुभएको छ यहाँ, यसुले अनि जवाब दिनुभएको छ मार्थालाई। अनि उहाँले भन्नुभएको छ कि तर यसुले जवाब दिएर तिमीलाई भन्नुभयो, मार्था मार्था तिमी धेरै कुराको विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ, त्यो असल कुरा चाहिँ मरियमले छाडेको छ, जो तिनीबाट खुसिने छैन। हालेलुया। आज जुन कुरा खुसिने छैन हामीबाट, जुन कुरा हामीले कसैले लिने छैन, जुन कुरा हामीले कहिले पनि हराउने छैन, त्यो कुरा चाहिँ उहाँको जुवा हो। आमेन। आज जुवा नै परमेश्वरको वचन हुनुहुन्छ। त्यस कारणले प्रिय मण्डली, आज हामी कति पटक चाहिँ हामी उहाँबाट टाढा हुन खोज्छौँ। आफ्नो छोराछोरीको निम्ति, आफ्नो परिवारको निम्ति हामी हर कदम हर समय हामी एकदमै आफ्नो पसिनाहरू बगाएर, आफ्नो खुनहरू बगाएर हामी जस्तो परिस्थितिमा पनि हामी काम गर्न तयार हुन्छौँ। तर हामीले परमेश्वरको निम्ति के काम गरिरहेका छौँ, परमेश्वरको वचनमा जुवा पुग्दै गर्दाखेरि हामीले कसरी पुगिरहेका छौँ, त्यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ। त्यस कारणले भन्नुभयो आऊ र मसँग सिक। आज प्रिय मण्डली, हामीले उहाँको वचन सिक्न, उहाँको वचनमा जिउन एकदम आवश्यक भएको कुरा हामी यो वचनबाट पाउँदछौँ। त्यस कारणले आज हामीलाई जसरी यो खण्डले, यो दृष्टान्तले जुन कुरा अलमलीको कुराबाट पनि हामी त्यहाँ देख्छौँ, साँच्चै त्यो मार्ताले भन्दा अझै मरियमले त्यहाँ उत्तम कुरा छानेको छ, त्यहाँ उत्तम जीवन त्यहाँ छानेको छ। तर यो कुरा होइन कि उनले पनि एउटा शारीरको निम्ति चाहिँ उनले चाहेको छ, शारीरको निम्ति उनले चाहिँ त्यो उत्साह, शारीरको निम्ति खुसीको निम्ति उनले चाहेको छ। तर मरियमले चाहिँ त्यहाँ आत्मिकको निम्ति, आत्मिक जीवनको निम्ति उनले चाहिँ एउटा ठुलो जुन कुरा छानेको छ, जुन चाहिँ असल कुरा छ, जुन चाहिँ त्यो परमेश्वरको वचन हो भनिकन अनि यसो त्यहाँ भन्ने कुरा पाउँदछौँ। अनि एक दिन जाँदै गर्दाखेरि हामी थोरै म यूहन्नाको पुस्तकमा हेर्नेछु 9 अध्यायतिर। अनि उहाँ सेवाको क्षेत्रमा जाँदै गर्दा, आफ्ना चेलाहरूसँगै हिँड्दै गर्दा कति बेला चेलाहरूलाई पनि एकदम शङ्का उत्पन्न हुन्छ। हामी विश्वास गर्छौँ, हामी परमेश्वरको वचनलाई एकदम मरिमेटी चाहिँ के गर्छौँ, विश्वास गर्छौँ, तर पनि के कुराले हामीलाई त्यो विश्वासबाट पछि हटाउँछ। त्यस कारण आज यी चेलाहरूले पनि एकदमै अन्योलमा परेको त्यहाँ पाउँछौँ। जब यसो ख्रिस्ट आफ्नो सेवा क्षेत्रमा हिँड्दै गर्दाखेरि, जब एका ठाउँमा पुग्नुहुन्छ, त्यहाँ हिँड्दै गर्दाखेरि त्यहाँ चाहिँ एकजना जन्मै अन्धो मानिसलाई त्यहाँ चेलाहरूले देख्छ। अनि जब त्यो चेलाहरूले देख्छन् अनि यसोलाई उनीहरूले चाहिँ प्रश्न गर्छन् कि यो कसको पाप यो भयो। वाचन गरिदिनेछु। यूहन्ना 9:1 म 7 वर्ष मात्र हेर्नेछु। त्यहाँबाट जाँदै गर्नुहुँदा एकजना जन्मँदै अन्धलाई देख्नुभयो र उहाँका चेलाहरूले उहाँलाई सोधे, रब्बी कसको पापले यो गर्यो र यस्तो कि यसका आमा बुवाले र यो अन्ध जन्मियो। यो वचन यति कुराहरू त्यहाँ समेटेको छ, यति यसको गहिराइका कुरा त्यहाँ बोलिएको छ कि उनीहरूले आफूसँगै हिँड्ने अनि यसलाई सोधे, साँच्चै यो मानिस, यो बच्चा, यो व्यक्ति चाहिँ जन्मँदै के भयो, अन्ध जन्मिएको छ। तर यो के कारणले अन्ध जन्मियो त? के यसको आमा बुवाले पाप गरेको हुनुपर्छ? कि यसको सागा सन्तानले पाप गरेको हुनुपर्छ? कि यसको घरले पाप गरेको? के कारणले चाहिँ यो चाहिँ बच्चा चाहिँ अन्ध जन्मियो भनेर अनि त्यो क्वेसन चाहिँ प्रभु ख्रिस्टलाई चेलाहरूले सोधेको पाउँछौँ। हामी कतिवटा सोध्छौँ, जति बेला हामीलाई एकदमै खाँचो हुन्छ हामी सोध्छौँ, प्रभु म आज किन अलमलमा छु, किन आज मेरो प्रार्थना सुनाइ हुँदैन, किन म आज तपाईँ पछिबाट एकदमै व्याख्या हुँदछु। यो कुरा हामी सोध्छौँ, क्वेसन गर्छौँ, तर हामी बुझ्ने प्रयास चाहिँ गर्दैनौँ। आज यो वचनमा त्यही भन्छ कि चेलाहरूले आफूसँगै हिँड्ने अनि यसुलाई नि उहाँहरूले सोधेको कुरा पाउँदछौँ। अनि त्यो कुरा एकदम गहिरो छ। त्यस कारणले यसुले भन्नुभयो, यसुले जवाब दिनुभयो, न त यसले पाप गर्यो
न यसका आमा बुवाले, तर यो यस यतिले भयो कि परमेश्वरको काम यस मानिसको जीवनबाट प्रकट होस्। आमेन। एकछिन त्यहाँ उद्देश्य है, परमेश्वरको उद्देश्य यति महान छ जुन कुराले मानिसले सिद्धिमा बुझ्न सक्दैन है। त्यो पनि एउटा उद्देश्य छ। त्यो अन्ध हुनु, अन्ध जन्मिनु, अन्ध भएर हुर्कुनुमा एउटा उद्देश्य छ कि त्यो उद्देश्य यसको पापले चाहिँ त्यो होइन भन्छ है। त्यस कारणले हामी परमेश्वर ख्रीष्ट आउनुभन्दा पहिले यसै यहाँ अगमवक्ताले अथवा इजकेलले त्यहाँ विभिन्न विषयमा त्यहाँ भविष्यवाणी गरेर पाउँदछौँ। हामी हेर्छौँ भने इजकेल 18:20 त्यहाँ हेर्छौँ भने त्यहाँ यसरी लेखेको छ, तर यस परमेश्वरको वचन परमेश्वर ख्रीष्ट आउनुभन्दा पहिले यसरी लेखेको छ, त्यो परायण जसले पाप गर्छ त्यही मर्छ। छोराले बुवाको दोषको फल भोग्ने छैन, न त बुवाले छोराको दोषको फल भोग्नेछ। धार्मिकताले आफ्नो धार्मिकताको फल भोग्नेछ र दुष्टले आफ्नो दुष्टको फल भोग्नेछ। त्यस कारणले गर्दाखेरि आज मैले गरेको पाप चाहिँ छोराले अथवा छोराले गरेको पाप अथवा छोरीले गरेको पाप चाहिँ हामी गरेको चाहिँ छोरी त्यसो चाहिँ होइन। तर यो कुरा यसमा सिद्ध गरेको छ कि यो चाहिँ यस उद्देश्यले चाहिँ अन्ध जन्मेको छ कि यसको जीवनबाट पनि धेरै आत्मा बाँच्न सकोस्। आमेन। जब त्यो अन्ध मानिस निको हुन्छ, त्यो अन्ध मानिस जब देख्ने हुन्छ, त्यो अन्ध मानिस जब हिँड्ने हुन्छ र उसको जीवनबाट पनि धेरै मानिस चाहिँ परमेश्वरमा चाहिँ विश्वास गर्न सक्नु भन्ने उद्देश्यले यो आज यस्तो अन्ध भएको छ भनेर हामी चेलाहरूलाई सिकाउनु पर्यो। फेरि मनले आज हामी कतिपटक हामी एकदम अन्योलमा हुन्छौँ, कतिपटक हामी अलमलमा हुन्छौँ, तर हामी वचनको गहिराइमा जाँदै गर्दाखेरि त्यो कुरालाई हामी स्पष्ट भन्छ कि आज हामी त्यो अलमलीको बाटोलाई पनि उहाँले चाहिँ सिद्ध गर्नुहुन्छ। त्यस कारण भन्नुभयो बाटो सत्य र जीवनमा हो। आज त्यो बाटोमा हिँड्नको लागि हामी कतिपटक अलमलिन्छौँ, कतिपटक हामी अर्कैकै आस्थामा एकदमै जान्छौँ, तर वचन स्पष्ट भनेको छ आज यदि तपाईँ बिरामी हुनुहुन्छ, आज हामी कोही बिरामी छौँ, अस्वस्थ छौँ भने पनि त्यो सुन्नुहोस् कि मेरो जीवनबाट जब म चङ्गाइ हुन्छु, मेरो जीवनमा म छुटकारा पाउँछु, मेरो जीवनमा जब म मुक्ति पाउँछु र मेरो जीवनको कारणले अरू समाजले पनि के छ परमेश्वर ख्रीष्टलाई मेरो मुक्तिदाता पनि स्वीकार गर्न सक्ने घोषणा गर्न सक्छौँ। आमेन। आज जब तपाईँहरू पीडामा हुनुहुन्छ भने, जो चाहिँ आफ्नो शरीरको पीडामा हुनुहुन्छ भने, जो चाहिँ आफ्नो अवस्थाको पीडामा हुनुहुन्छ भने, जो चाहिँ आफ्नो शरीरको विभिन्न अङ्ग प्रत्यङ्गको अवस्थामा हुनुहुन्छ भने प्रार्थना गर्नुहोस् कि साँच्चै यो पनि मेरो निम्ति एउटा चुनौती छ, यो पनि मेरो निम्ति यति चुनौती छ कि जब म यसबाट उहाँको विश्वासलाई उहाँको जुवालाई जब बोक्छु अनि उहाँले चाहिँ के गर्नुहुनेछ, मेरा सबै कामबाट अनि उहाँले चाहिँ छुटकारा दिनुहुनेछ र म विजय हुनेछु र विजयको जीवनले चाहिँ के हुनुहुन्छ हरेक छिमेकीले पनि परमेश्वर नाम हुनेछ। आमेन। हरेक जातिले येशूको नामलाई घोषणा गर्नेछ। यो प्रार्थना गरेर परमेश्वरले तपाईँ हामीलाई पनि छुटकारा दिनुहुन्छ र येशूले पनि आफ्ना छोरालाई यही शिक्षा दिनुभएको छ। यो अन्ध जन्मिनुको कारण कसैको पाप पनि होइन, कसैले पापको कारण अन्ध जन्मेको होइन, तर यो कारण भएको कि जब यसको अन्धपना जब देख्छ अनि त्यसको शरीर देखेर पनि अरू मानिसले पनि परमेश्वरको लागि नआउने छन् र यस कारण यो भएको हो भन्दाखेरि अनि चेलाहरू छक्कै परे। साँच्चै हुनसक्छ, छक्कै परे है। अनि हामी तल त्यहाँ हेर्छौँ भने 4 मा मलाई पठाउनु हुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ, रात आउँछ र जब सबै काम गर्न सकिँदैन, म संसारमा रहन्जेल संसारको ज्योति हुँ। आमेन। आज उहाँ चाहिँ संसारको ज्योति हुनुहुन्छ। ज्योतिमा हर कुराले चाहिँ के गर्छ, राख्न सक्छ। सानो एउटा उदाहरण भन्छु, हामी सहरमा होस् गाउँमा होस्, हामी अहिलेको यो परिस्थितिमा हामी सबैसँग के छ त, हामी विद्युतहरू छ, हामी बल्बहरू बालिरहेका हुन्छौँ। जब यो बल्बलाई चाहिँ हामी आफ्नो घरको बाहिर भागमा जब बाल्छौँ भने नि कतिलाई याद गर्नुभएको छ है। हाम्रो पाहाडतिरको कुरा गर्दैछु मैले। हामी पाहाडमा बस्दै गर्दाखेरि हामी यस्तो ठुलो बल्ब चाहिँ बिजुलीको बाहिर बाल्छौँ, रातिमा यति त्यहाँ किराहरू आएको हुन्छ के, यति किराहरू हुन्छ कि त्यो चाहिँ त्यही आएर के हुन्छ, फुकिन्छ। त्यसको उद्देश्य यो हो कि त्यसलाई चाहिँ के गर्ने त, देख्ने इच्छा गर्नु है। तर ऊ देख्ने इच्छा गर्दा पनि के हुन्छ त, ऊ मर्छ है। देख्ने इच्छा गर्दाखेरि मर्छ। तर
यो कुराले गर्दाखेरि चाहिँ उसलाई चाहिँ उसले मार्न खोजिरहेको छ त्यहाँ, तर पनि के हुन्छ ऊ डर्छ। त्यस कारणले आज उहाँ पनि संसारको ज्योति भएको कारणले आज तपाईँ र आज हामीलाई पनि संसारको ज्योतिको सन्तान भएको कारणले हामीलाई पनि सबै समस्याले के गर्छ हामीलाई, अनि हाम्रो शरीरलाई चाहिँ के गर्छ दुःख दिने काम हो। हामीलाई चाहिँ अलमल बनाउने कुराहरू, हामीलाई परमेश्वरको वचनबाट टाढो गरेको कुराहरू, संसारको यावत थोकहरूले रमझमहरूले विभिन्न रीतिरिवाजहरूले के गर्दैछ त हामीलाई अलमल्याउँदैछ। त्यस कारण उहाँले भन्नुभयो संसारको ज्योति म हुँ, उसले मलाई पछ्याउँछ त्यो बात के हुन्छ ज्योतिको सन्तान भन्छ। आमेन। हामी ज्योतिका सन्तान हौँ प्रिय मण्डली। त्यस कारणले गर्दाखेरि आज हामी संसारका हरेक कुराहरूलाई चाहिँ हामी झिलिमिलीहरूमा हामी पछ्याउनुभन्दा आज हामी चाहिँ उहाँको वचनको मलाई एकदम तयार हुनुपर्छ। हालेलुया। परमेश्वरलाई धन्यवाद होस्। अनि म तलतिर हेर्दैछु अनि 6 मा भनेको छ यी कुरा भनेर उहाँले भुइँमा थुक्नु भएर थुकले माटो मुछेर लेप बनाई त्यसको आँखामा लगाइदिनु भयो। अनि यहाँ कुरा एकदमै गयो छ। ऊ एउटा मानिस उस शरीरमा के हुँदैछ अन्धो छ, उस शरीरमा कुनै देख्ने अवस्था छैन, उस शरीरमा कुनै ठाउँ पनि हिँड्ने अवस्था छैन, तर पनि यसुले अनि बोलाउनु भयो तिमी चाहिँ मका आऊ अनि भनेर उसलाई बोलाइकन अनि उहाँले भुइँमा थुक्नु भयो अनि माटो चाहिँ उठाएर के गर्नुभयो उसकै आँखामा लेप लगाइदिनु भयो। अनि त्यो कुरा प्रिय मण्डली उनको लागि एकदम सजिलो थिएन। त्यहाँ ऊ आफै देख्ने मानिस छैन, तर पनि यसले के गर्नुभयो अझै माटो पनि अझै आँखामा लिपिदिएपछि उसलाई झनै केही पनि नदेख्ने भयो। तर यसुले भन्नुभयो अनि उहाँले त्यसलाई भन्नुभयो जाऊ सिलेमको जसको अर्थ हो पठाइएको तलाउमा गएर पखाल र त्यसले गएर पखालेर त्यो देख्ने भएर फर्क्यो। हालेलुया। अनि यहाँ चाहिँ एउटा यस्तो महत्त्वपूर्ण कुरा दिनुभयो परमेश्वरले जहाँ चाहिँ हामी सङ्घर्ष गर्नुपर्नेछ। हामी त्यत्तिकै सन्छौँ, त्यत्तिकै छुटकारा, त्यत्तिकै मुक्ति हामीमा छैन फेरि मण्डली। अनि त्यो अन्तर हामी देख्दै गर्दाखेरि उसलाई पनि त्यो जीवन पाउनुको निम्ति त्यो सजिलो थिएन। ऊ पनि जब यसुले अनि भन्नुभयो उसको आँखामा लेप लगाउनु भयो भन्नुभयो जा त चाहिँ त्यो गएर सिलेमको तालमा गएर त्यो ठाउँमा पुगेर तर त्यहाँ गएर चाहिँ आफ्नो मुख पखाल। अनि सायद उसले म त सक्दिनँ त, म आफै देख्ने छुइनँ, उसमा तपाईँले फेरि माटोले चाहिँ लेप लगाइदिनुको भएको छ, म त्यो ठाउँमा पुग्न सक्दिनँ प्रभु, मलाई यही ठाउँमै निको पार्नुहोस्, यही ठाउँमा देख्ने बनाउनुहोस् भनेको भए सायद उसले त्यो चाहिँ पाउने थिएन दृष्टि हो मण्डली। फेरि तर इच्छा गर्यो तपाईँले यदि भन्नुभयो भने म त्यो ठाउँमा पुग्नेछु। आमेन। त्यो ठाउँमा पुग्नेछु भने एउटा ठुलो विश्वासका साथ अनि चाहिँ ऊ चाहिँ लड्दै पर्दा चाहिँ के हो अनि एक समय एक अवस्थामा ऊ चाहिँ त्यो ठाउँमा पुग्यो। जब पुग्छ खुसी आनन्द साथ उसलाई यो विश्वास छ कि उहाँले मलाई छुनुहुन्छ र मलाई देख्दै रहनुहुन्छ। अनि जाँदै गर्दाखेरि अनि एकछिन त्यो तलाउमा पुगेर उसले जब पानी जब छुन्छ अनि उसले चाहिँ पानीलाई मुखमा धुन्छ अनि चाहिँ उसले चाहिँ देख्ने हुन्छ, दृष्टि पाउँछ। आमेन। त्यो दृष्टि भनेको यस्तो दृष्टि हो जहाँ कि अनन्तको दृष्टि हो, जुन कुरा मरेमले रोजेको दृष्टि हो, जुन कुरा असलको दृष्टि हो। त्यस कारण प्रिय मण्डली आज तपाईँ र हामी पनि कति पटक हरेक समस्याले हरेक बन्धनले हरेक हाम्रो परिस्थितिलाई हामी बाँधिएका छौँ। तपाईँ हामी यो विश्वास गऱ्यौँ कि जब उहाँको जुवालाई उहाँको वचनलाई हामी एकदम आफ्नो हृदयदेखि हामीले चाहिँ राख्यौँ भने परमेश्वरले हाम्रो हरेक बन्धनहरू तोड्नुहुनेछ। आमेन। त्यस कारणले प्रिय मण्डली आज हामी कसरी उहाँको जुवा बोक्दैछौँ, कसरी उहाँको वचन हामी सिक्दैछौँ। जसरी आज त्यो अन्ध मानिसले त्यहाँ सिकेको छ, उसले सङ्घर्ष गर्न त्यहाँ सिकाएको छ। जसरी आज मरियमले पनि एउटा वचन सुन्ने ध्यान गर्ने एउटा शिक्षा उसले सिकाएको छ, जुन कुरा उसले रोजेको छ त्यो कुराहरू कसरी रोजिरहेका छौँ। आउनुहोस् मनाउनु गरौँ। परमेश्वर पिता आज यो वचन बोल्दै गर्दाखेरि आज यो वचन हामी हेर्दै गर्दाखेरि साँच्चै नै प्रभु कति पटक हामी त्यहाँ अल्झन्छौँ, कति पटक हामी आफ्ना आशामा अल्झिन्छौँ, कति पटक आज हाम्रो आफ्नै योजनामा अल्झन्छौँ। तर पनि तपाईँले बार फुर्नुहुन्छ आओ मसँग सिक, यस सारा थाकेका र बोल्दै दबेकाहरू मका आऊ, म तिमीलाई विश्राम दिनेछु भन्नुहुन्छ।
तर पनि कति कुरा हामी बोझ बोकेर पनि हामी तपाईँ कहाँ आउन सक्दैनौँ। आज वचनमा हेर्दै गर्दाखेरि आज त्यो बोझमा अलमलीको त्यो पाउँछौँ प्रभु। जुन कुराले आज त्यो मातालाई त्यो अलमलिराखेको छ, जुन कुरा त्यो शरीरको निम्ति त्यहाँ अलमलिराखेको छ, जुन कुरा आज त्यो मरियमले त्यहाँ छानेकी छ, जुन कुरा उत्तम छ, जुन कुरा असल छ, त्यो छानेकी छन् प्रभु। आज हामीलाई पनि तपाईँले तपाईँको वचन छान्ने मन हृदय तपाईँले दिनुहोस्। हामी हरेक ठाउँ हरेक बस्तीबाट यहाँ आएका छौँ। हामीसँग कुनै न कुनै बोझ छ पर हामी जान्दछौँ। हामी कुनै न कुनै दर्शन छ हामी जान्दछौँ। हामीसँग कुनै न कुनै आशा छ हामी जान्दछौँ। तर आज हामी यो विश्वास गर्छौँ, आज जसरी त्यो तलावमा एउटा अन्ध मानिसले आज सङ्घर्षपूर्ण जीवन जिएर पनि प्रभु तपाईँको आज्ञालाई प्रभु त्यो पालन गर्नको निम्ति गएको छ। आज हामी यो घोषणा गर्छौँ, हामी हर व्यक्ति हर हामी छोराछोरी आज प्रभु त्यो ठाउँमा पुग्नेछौँ जुन ठाउँ चाहिँ तपाईँको त्यो जुवा चाहिँ बोक्ने, जुवा चाहिँ त्यो सिक्ने ठाउँ छ प्रभु। त्योमा हामी तपाईँले हामीलाई राख्नुहोस्, तपाईँको वचनले हामीलाई बाँच्नुहोस्। किनभने तपाईँले भन्नुभयो जे कुरा पृथ्वीमा बाँधिनेछ त्यो कुरा स्वर्गमा बाँधिनेछ, जे कुरा पृथ्वीमा खुलाइन्छ त्यो कुरा चाहिँ स्वर्गमा खुलिनेछ। परमेश्वर हामीलाई तपाईँको वचनमा सधैँभरि खोल्नुहोस्, हामीलाई ज्ञान बुद्धिका कुराहरू खोल्नुहोस्। किनभने तपाईँले हितोपदेश भनेको छ हरेक जीवनमा कि मृत्यु छ कि जीवन छ। आज मृत्युका कुराहरू होइन प्रभु, हामीलाई जीवनका कुराहरू, अज्ञानका कुरा होइन तर ज्ञानका कुरामा तपाईँले डोर्याउनुहोस्। परमेश्वरमा धन्यवाद दिन्छु आजको वचनको निम्ति, तपाईँलाई धन्यवाद दिन्छु परमेश्वर। साँच्चै आजको वचनले हामी प्रत्येकको जीवन बदल्नेछ। म विश्वास गर्छु आजको वचनले हाम्रो हरेक आशाहरू बदल्नेछन्। म विश्वास गर्छु आजको वचनले हाम्रो हरेक परिस्थितिहरूलाई बदल्नेछ। म विश्वास गर्छु आजको वचनले हरेक फाइनेन्सहरू बदल्नेछ। म विश्वास गर्छु प्रभु आज हामी हरेकका मन हृदय बदल्नेछ। किनभने तपाईँको वचनले भन्दछ म तपाईँलाई सारा प्राण, सारा समय, सारा शक्ति र सारा प्रेमले म तपाईँलाई प्रेम गर्दछु। तपाईँ धन्यवाद येशू, धन्यवाद। सबै छोराछोरीलाई म तपाईँको गाउँछु अनि आगामी भागलाई विशेषताको गाउँछौँ। तपाईँले चलाउँछ नि आशीर्वाद छु येशू ख्रीष्टको नाममा। सबैजनालाई जय मसीह। म यस समय हाम्रो पास्टर